नम्बर 1 ओहो फुर्के नम्बर 1 फुर्के 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 गाउँ घरको कथा भन्छु गाउँमै हुर्केको गाउँ घरको कथा भन्छु गाउँमै हुर्केको के कुरा गर्नु उनले पाखुरा सुर्केको के कुरा गर्नु उनले पाखुरा सुर्केको भएको दुईटा पाख्रेदारी पनि खुर्किन्छ भएको दुईटा पाख्रेदारी पनि खुर्किन्छ हाम्रो दाइ त राम्रो भन्दा दामी फुर्किन्छ हाम्रो दाइ त राम्रो भन्दा दामी फुर्किन्छ यो हो फुर्के नम्बर 1 यो हो फुर्के नम्बर 1 ओहो फुर्के नम्बर 1 ओहो फुर्के नम्बर 1 हैन ए मितिनी यो गाउँमा नि कस्ता कस्ता मान्छेहरू रहेछन् बे म त झ्याउ लाग्यो के भएर मितिनी जुनै गाउँको मान्छे नि त्यस्तै हो कि आफू आफ्नो ठाउँमा गतिलो भएर बस्नु पर्यो ए म आफ्नो ठाउँ ठेगानमा बस्दा बस्दै पनि एउटा बोका बुढाले त पछाडिबाट आएर मलाई झ्याप्पै समाएर त मेरो त शरीरभरि काँडै उमार्दिएको नि मितिनी हाम्रो गाउँको मान्छेले को चाहिँ मातेको बुढो रहेछ हो त्यस्तो कसैलाई नभन्नु भनेको छ के मितिनी त्यही त को चाहिँ रहेछ त्यस्तो मातेको बुढो सपनामा हो कि सपनामा सपनामा यसरी अङ्गाल हाल्दा नि तपाईँको ध्यानभरि काँडो उम्रिन्छ हो किन होइन त ऊ मान्छेहरू सपना देख्छन् ओछ्यानमा सुत्दाखेरि सु गरेको अनि बिहान बिपनामा बिउजिँदा त उनीहरूको ओछ्यानभरि सु हुन्छ नि त्यस्तै हो धन्न मेरो त काँडा मात्रै उम्रेको नि मितिनी मेरो मितिनी कडा साह्रै कडा नि हो नि मितिनी अब कडा भएको त भेरीको छाडा हुनु पो नराम्रो त मितिनी हो त नि त्यो त होइन हौ त्यो मितिनीको कुरो छ त्यो तपाईँको सालीको कुरो के हो खास बुझ्नै सकिएन खै हजुर अब मैले त बुझेको छुइनँ अहिलेसम्म सालीको जिलीगाँठी के हो भनेर मितसँग हजुरले कहाँबाट बुझ्नु होइन हौ कहिले कहाँ कसरी कुन ठाउँमा कहाँ के हो कसरी मित लगाएको रहेछ त खै मैले त त्यति खासै चासो पनि दिएको छुइनँ है हजुर अब कहिले भेटेको कहिले मितलाको किन लाको के विषय हो केही जानेको छुइनँ मितिनी भन्दै टिकटक बनाएको देख्छु के हो कहाँको मितिनी के को मितिनी बुझेको छुइनँ है म त ए कुरा त अप्ठ्यारो पो रहेछ बरु तपाईँ लड्डु खानुहुन्छ लड्डु के खुसीमा खै के खुसीमा हो त्यो त मलाई पनि थाहा छैन त्यो विजयले ल्याएर 2टा लड्डु दिएको छ खाने हो अब हामी त खाँदैनौँ घरमा सबै सुगर प्रेसर छ अब खासै खान मन त थिएन अब लड्डु भनेपछि गुलियो भनेको पक्कै पनि खुसीमै होला दुःखमा त होइन त्यही खुसीमा खाइदिउ नि त 1-2 दाना ए ल ठिक छ ए बुढी बुढा किन पो बोलाउनु भयो त्यो लड्डु थियो नि हिजो राखिदिएको त्यो लड्डु कहाँ छ कहीँ लड्डु उहाँलाई देऊ त ल्याएर हाम्रो घरमा कसैले गुलियो खाँदैन भने त्यो लड्डुमा त मुसा मार्ने साङ्ला मार्ने औषधि हालेको छु राम्रोसँग पखाएर ल्याइदिउँ त बुढा हो र लु नखाऊ होला गुलियो त मैले पनि आज भोलि अलिक बारेको छु कि फेरि यो धुइधाइ गरेर स्याम्पू लाएर पखालेर त नखाऊ होला होस् त्यो साङ्ला र मुसाले नै खाओस् म त खाँदिनँ अब होइन राम्रो पखाल्दा त हुन्छ हामीले त रोग लागेर नखाऊ यसो राम्रो हुँदा त हुन्छ खानु के भक्ति भोकै बसिरहनु के आइडिया लगा न के त खानुपर्छ त अब हेर आइडियाको त बिरुवा बहुत छ नि तर आइडियाको बिरुवा मात्र भएर हुँदैन त्यो बिरुवालाई रोप्नुको लागि जमिन पनि चाहिन्छ जमिन हुनु परेन अब बिटक नदिएपछि मलाई भोक त मलाई पनि लाग्ने लाग्छ मेरो पनि पेट छ मलाई पनि लाग्छ ल भाइहरू लड्डु लिउँ यति
त्यति बेला हात पनि दुईटा मात्रै अब भगवान्ले किन यार दुईटा मात्र हात बनाइदिएको यस्तो बेलामा 5-6 वटा बनाइदिएको भए त हुने नि डबल लिऊ न है आज त डबल खुसी छ नि त के को खुसी आजै मैले नयाँ गाडी लिएको त्यही पनि 1 वर्षको लागि भाडामा गइसके अजिङ्गरको आहारा दैवको सहारा अन्त दाजु मैले आशीर्वाद दिएको त पक्कै पुग्छ किन भन्नुहोस् त जिब्रोमा कोठी 33 दाम ठक ठक आशीर्वाद लाग्छ म तपाईँलाई अब के भन्नु अब त आशीर्वाद दिँदैछु है त अब तपाईँको एक दिनको 2टा होस् गाडी हरेक बेलामा पेसेन्जर रहिरहोस् म पनि रहिरहन पाऊँ तपाईँको गाडीमा हिँडिरहन पाऊँ तपाईँको पहिलो पेसेन्जर चाहिँ मै हुनु पाऊँ आशीर्वाद तथास्तु टक्कै पुगिहाल्छ अनि गाडी चाहिँ कुन चाहिँ लिनु भएको कुन कम्पनीले लिएको 1 वर्षको भाडामा त्यो पनि ए गाडी चाहिँ एम्बुलेन्स 1 वर्षको लागि भाडामा लगेको चाहिँ पागलखानाले तैँले भनेको चाहिँ पुग्छ नि होइन भक्ते फर्स्ट कस्टमर त तँ होइन दाजु यो लड्डु खानु कि राख्नु कि के गर्नु बोल्दै पागल थाना के भन्छ ए भाइ यो मेरो दाँत हेर त दुईटा त किराले खाएको जस्तो लाग्यो दाँत हेर खाएको छ धन्न खाएको रहेछ भगवान् धन्न खाएको रहेछ नत्र यो दाँत त्यति चाहिँ भएर भए चाहिँ म पागल थाना पुग्थ्यो होला धन्न तर दुईटा दाँत चाहिँ किराले खाइदिएछ ठिकै छ हुन्छ दाजु तपाईँको खुसी तपाईँ नै मनाउनुहोस् धन्यवाद तेरा ठुमे ढाका मनको भाका बोल्यो नि हो गीतै भेना एकछिन त आउनु त हौ किन हो आउनु न आउनु आउनै पर्ने किन पो बोलायो हो किन बोलाएको साली नानी साली भेनाको एउटा टिकटक जाओस् न भनेर नि हौ त्यो त म जान्दिनँ पो फेरि कस्तो नजान्नु हो यो हातले मलाई यहाँ समाउनु न अब नसमाउनु न आँगै सिरिङ्गो हुन्छ क्या कस्तो काउकुती लाग्छ अनि त्यसो भए यहाँ मेरो चाहिँ यो बिस्तारै होइन बिस्तारै यो पानको पत्ता जस्तो यसरी गर्नु ल पानको पत्तै पो होइन म त साह्रै आङ सिरिङ सिरिङ हुन्छ हो म त सक्दिनँ होला त्यस्तो त त्यसो भए यसो गर्नु नि त मलाई बोकेर एकचोटि घुमाउनु नि त हुन्छ हौ मलाई त फेरि ढाडको समस्या छ डाक्टरले यस्तो भारी जिम्मेवारी त नबोक्नु भनेको छ के गर्ने एउटा टिकटक बनाऊँ भनेको अब टिकटकै नबन्ने भयो साली भेनाको अब यसो गरौँ त्यसो भए एकछिन लाइभ बसौँ ल लाइभ बस्ने अनि खै गुन्द्री छैन नि त एकछिन यतिकै म एकछिन ए लाइभ सुरु भयो ल हेलो गाइस टिकटक लाइभमा जोइन हुनुहुने सम्पूर्णलाई हेलो हेलो गरिदिनु न भेना त हेलो गाई गोरु अनि अरु के गाइस मात्र ए गाइस हजुर क्याप क्याप भन्नु सबैजनाले साली भेनालाई सबैजनाले क्याप क्याप गर्नु आमामा कति धेरै भ्युअर्स त वात्तै बरेको भेना हेलो हेलो उ सन्चै हुनुहुन्छ रे कमेन्ट सन्चै हुनुहुन्छ सन्चै छौँ हामी साली भेना आमामा कति धेरै लाइक्स आमामा लाइक्स थ्याङ्क यू सो मच मेरो भेना झन्डै लिपस्टिक दलेको सपना पर्छ होइन है मिटिनी हजुरको स्किन त कति चम्किलो यो गाला पनि गोरो न गोरो यति राम्री चाहिँ कसरी हुनुभयो मलाई पनि केही आइडिया दिनु न मिटिनी कसरी हुनु हो मिदिनी त्यही टिकटकले सिकाएको नि नत्र मलाई खासै कहाँ आउँछ र आमा टिकटक हेरेर यति राम्रो मैले पनि टिकटक हेरेर स्किन केयरको भिडियो हेर्दै अनि त्यही अनुसारले स्किन केयर गर्न थालेको त मेरो त झन् बिग्रेर ओहो मेरो छाला त नि पुरा घरको छत ढलान गर्दाखेरि बिग्रिन्छ नि त्यस्तै कचर 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 भएर मेरो अनुहार बिग्रेको छ अहिले भर्खर अलिअलि रिकभर हुँदैछ हेर्नु न मेरो त
त्यही त जो पाए त्यहीले त्यो सेतो कोट लाछ, कानमा ठेडी हालेछ, सबै तिनीहरूले बिगारे है अहिले चाहिँ। हो रहेछ, अहिले त फेसबुक र टिकटकको त्यो भिडियो रिल्सहरू हेरेर त हामी विश्वास गर्छौँ, मक्खै पर्छौँ, तर खास चाहिँ विश्वास नगर्नुपर्ने रहेछ कि मितिनी। त्यही भनेको, अस्ति सेतो कोट लाएर घरै बसी बसी ग्यास्ट्रिक निको हुन्छ भनेर घरेलु उपाय भन्यो भनेर मैले त्यही गरेर खाएँ। पछि त पेट फुलिएर भेनालाई दबाई ल्याउनु लाग्यो मेडिकलबाट। मुनि त सुम 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 फुलेर सिलिन्डर जस्तै पड्किनु लाग्को थियो नि। त्यति मात्र कहाँ हो र, कानमा थेरी लाउने सेतो कोट लाएर डुप्लिकेट डक्टरहरू मात्र कहाँ हो र। अहिले त फेसबुक टिकटकभरि डुप्लिकेट माता पिता धामी झाँक्री कति हो, कति आमामा हेरी साध्य छैन विश्वास कसको गर्नु कसको नगर्नु। जे पनि भनेछन् फेरि आफै बाजेका छन्, जुटेका छन्, आफ्नो पोल खोलाखोल गरेका छन् माता पिताहरूको के देख्दैन दुनियाँ नौतन्की माता खोइहरू। त्यही भनेको काकी काक्यु किन बोलाएको? होइन त्यो सानो के काम थियो अरे, तपाईँले मलाई बोलाउनु भएको रहेछ के? कति काम ल्याला काकी? एउटा सानो काम छ, गर्छस्? भन्नुहोस् न, म गरिहाल्छु नि। काकीको लागि जाब एउटा काम के भन्नुहोस् न, हलो जोत्नु पर्छ कि कोदालो खन्नु पर्छ कि तपाईँको म सबै गरिदिइहाल्छु नि। त्यस्तो गाह्रो होइन, सजिलो छ काम, पैसा पनि पाउँछस्, खानु पाउँछस्। होइन काम चाहिँ के भन्नुहोस् न काकी? काम सजिलो छ, हाम्रो कुखुरा हराछ खोजेर ल्याउने, अनि यहाँ ग्यास सिद्धिरहेछ, ग्यासको सिलिन्डर लगेर लाइन लाग्ने। हेत्तेरिका काकी, अब तपाईँले यस्तो अप्ठ्यारो काम नदिनुहोस् न। बरु बाघको मुखमा बरु पसेको तपाईँको बाघको मुखबाट पनि तपाईँको कुखुरा म खोसेर ल्याउन सक्छु काकी, तर यो सिलिन्डर चाहिँ लाइन बसेर म सक्दिनँ काकी। यस्तो काम म माफ पाऊँ होला काकी, यो मलाई गाह्रो लाग्छ यस्तो काम। पर्दैन सक्दैन भने कि त्यो कुखुरा आफै खोज्नु ल, मेन काम चाहिँ सिलिन्डर बोकेर लाने थियो। जा त्यसो भए अब काकी अब के चाहिँ अब त्यो नसक्ने काम त कहाँ गर्छु त म पनि। होइन बुढो मान्छे जहिले पनि यो ओसेको बन्दुक बोकेर लमक लमक कता हिँडेको नि, अनि यो बन्दुक कहिले पड्किन्छ कि देखाउने मात्रै हो। यो नपड्किने बन्दुक सुब्बाले बोक्दैन क्या, फेरि पड्काउने पनि त ठाउँ चाहियो नि त। अब जताततै पड्काउने यसो गर्नु त भएन। पड्कायो जहिले पनि बन्दुक बोकेर लखर 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 हिँड्या छ। एउटा स्याल मारेर देखाउनुहोस् त। कस्तो कुरा गरेको, स्याललाई त म नि च्याप्पै समाएर पुत्त फालिदिन्छु, कुद्दा कुद्दै गरेको स्याललाई। बाघ मार्ने हो हामी त, बाघ मार्यो बाघ, ताल पर्यो भने यत्रो बिरालो देख्दाखेरि सातो गरेर 4 कोस भाग्ने होला। बाघ मार्ने धम्की दिन्छ मचाइ नि। मैले मेरो बाजेले पहिले 4वटा बाघ यही जङ्गलमा मारेको, मैले 2टा मारे, अब आज भोलि एउटा मार्नु जानु। हो ए, यहाँ त कहिले कहिले बाघको निस्किन्छ। मेरो फोन आएको गराउनु पर्दैन, भाइब्रेसनमा रहेछ मेरो फोन आएको। यो फोनको मलाई एक विश्वास छैन कि, यहाँ हिजो चितुवाले नि गाडी लगेको थियो। हजुर मितिनी भन्नुहोस् त। होइन मितिनी कहाँ हुनुहुन्छ? अहिलेसम्म घर आउनु भएन त। ए हुन्छ हुन्छ, म त यसो जङ्गलतिर हावा खानु आएको नि। लौ न नि, हाम्रो गाउँको जङ्गलमा त बाघ आउँछ है मितिनी, छिटो घर आउनु। त्यस्ता बाघको त म सुकुटी बनाएर खान्छु। यता शिर उठाएको भनेर यता टोपी पो छ। माइली हौ माइली, ए यी पो रहेछ। इ मैले कुखुरा लिएर आएँ, तर हामीले सोचेको भन्दा अलिक ठुलो छ कि महँगो पर्यो। के गर्ने, 2 छाक बनाएर खाने कि मिलाएर कतै यसो बेच्ने? होइन है बेना, कता पाहुना आएको बेलामा कुखुरा बेच्न जाने है? यहाँ साउन महिनाभरि कुखुराको मासु खान पाएन, खुरुक्क काटिहाल्नु त। काट्न त काटौँ कि, तर पनि अब 2400 परेको छ, अलिक विचार गरौँ। मासु मात्रै अड्किने होइन, पछि पैसा तिर्ने बेलामा पैसै अड्केला फेरि। जा अब 2400 केही पनि होइन बेना, 2400 मेरो बितिनी आएको बेलामा 2400 को त लिबिसै लगाइन्छ। लु उसो भए त ठिक छ, लु म काटिहाल्छु कि। तिमी चाहिँ त्यो पानी सानी तताएर कुकुर लिएर आऊ त। लु अब यसको त म आज भिक्ल्यास पनि बनाउँछु। ल आमा, कतै म सपना त देखिरहेको छैन नि। किन के भयो नानी? म त तपाईको कत्रो ठुलो फ्यान हो, आई एम योर बिग फ्यान।
तपाईँको रिल्स टिकटकहरू कति धेरै हेर्छु मैले। ओ माई गॉड, थ्याङ्क यू सो मच नानी। सुन्नु न, त्यो टिकटकमा फलोवर्स कसरी बढाउने हो मलाई नि सिकाइदिनु न। एउटा फ्यानलाई त्यति हेक त गर्नु न। ओके, नो प्रब्लम, म सिकाइहाल्छु त नानी। ए साँच्ची तपाईँको नाम पो के थियो अरे? का बिग फ्यान पनि भन्ने, मेरो भिडियो हेरे पनि भन्ने, अनि मेरै नाम पनि थाहा छैन। अघि भर्खरसम्म त याद थियो, बिर्सेछु बाटोमा आउँदा आउँदै। अब घरमै गएर टिकटकमा फेरि सर्च गरेर मेरो नाम चाहिँ हेर्नु है नानी। एउटा टिकटक बनाऊ न। भइहाल्छ नि, हामी दुईजनाकै बनाउने होइन त? होइन नि, मेरो मात्र बनाइदिनुहोस् भनेको। खिच्ने मात्र त म गर्दिनँ है, बनाउने भए दुईजना बनाऊँ, नत्र म त खिच्दिनँ। हे, मेरो आइडीमा मेरो मात्र खिचिदिनु न, म पोस्ट गर्छु। अनि तपाईँलाई सेन्ड गरिदिन्छु, अनि तपाईँले पोस्ट गरेर आई एम योर बिग फ्यान भनिदिनुहोस् ल। ए हेलो, एक्सक्युज मी, म तपाईँको भिडियो मेरोमा किन पोस्ट गर्ने? म रिपोस्ट पोस्ट पेन्सन केही भन्दिनँ, पोस्ट पनि गर्दिनँ है नानी। हुँदैन भने ठिक छ, धन्यवाद। के तालका मान्छेहरू हो यो गाउँमै रहेछ, अनेक थरीका मान्छेहरूसँग जमकापेट हुँदो रहेछ, नचाहिँदो। बाघ जस्तो हिम्मत भएको मान्छे अहिले जङ्गलबाट आएर त जहिले तर्थिलो, के भयो? बाघसँग त डराउँदिनँ, तर के गर्नु, त्यो जङ्गलबाट आउँदा आउँदै गर्दा बाटोमा किचकन्नीसँग भेट भयो, तर पनि म डराइनँ। किन आत्तिर बसेको बुढा? सात बोलाउनलाई धामी बोला? के को धामी बोलाउनु, के को सातो बोलाउनु, के खालको कुरो गर्छ हौ? मलाई त्यस्तो लाग्छ डराउने जस्तो, डराउँदिनँ। त्यही किचकन्डीले बोलायो भने पनि, मसानले बोलायो भने पनि म जान्छु, त्यति हिम्मत छ मलाई। घरमा को हुनुहुन्छ होला? को हो? एकछिन बाहिर आउनुहोस् न। जाऊ जाऊ बुढा, को आयो बाहिर? को आयो बे? को हो? अबै हे, किचकन्डी त मलाई पछ्याउँदा यी घरमा आएछ। तिमी पनि नजाऊ है, त्यहाँ किचकन्डी आएको छ, किचकन्डी बुझ्यौ? नजाऊ नि फेरि तिमी। के खालको मान्छे हो? बाघ हुँ भन्छ, डराउँछ, केही हुँदैन। कसलाई खोज्नु होला? ए हजुर, मलाई के कस्तो तिर्खा लाग्यो, एक गिलास पानी दिन मिल्छ होला? मिलिहाल्छ नि, म लिएर आउँछु है। ए हस्, धन्यवाद। लु है बेना। लु, धन्यवाद, धेरै धेरै धन्यवाद। साग पकाउँदा धन्यवाद हुन्न त्यो मुखबाट, अहिले मासु पकाएको धन्यवाद। त्यस्तो होइन के मागी, अब तिम्रो साथीहरू यसै गरी बेला बेला आइरह्यो भने त मैले पनि मिठो मिठो मासु खान पाइराख्ने के। मासु भएको बेलामा दाल तरकारी चाहिँदैन, अरू केही खाइँदैन। अब अस्ति साउनभरि हेर त, तिमीले मासु छोडेको, घरमा मासु नपाकेर म पनि मासु त छोडो भएको थियो। अहिले फेरि ओहो, डेलीका डेली साथी आएपछि त मासु त छोड्न नसक्ने रहेछ जस्तो पो भयो। ल खानु, मासु पनि जति पनि छ, भात जति पनि छ। बेलुका बनाएको होइन नि, एकैचोटि भात त बनाइदिएको, कसले घरिघरि बनाइरहेको छ। अहिले खानु, मजाले खानु, बेलुका छैन। घरमा को हुनुहुन्छ? को पो आउनु भयो? अब को आयो फेरि मासु भात खाने बेलामा भाग लाग्नलाई? को पो पर्नु भयो? हामी निकै टाढोबाट आएको, तपाईँकोमा के खानेकुरा छ भने यसो खाइदिउँ न हौ। छैन? धर्मै हुन्थ्यो नि, धर्मै हुन्थ्यो है। धर्म कर्म थाहा भएन, पाहुना हो, बस्नु। के छ दिउँला नि है? ल बसे गर्नु, म तपाईँ ल्याउँछु। कति राम्रो मान्छे, त्यति नै राम्रो मन परेको त है। ओ भेना, दुई तिनजना केटा भोकाएर आएको छन्, मासु भात छ भनेको छ। म त भेनालाई सोध्छु भनेर भित्र आएँ, के पो गर्नु? साह्रै राम्रो भयो त, मासु धेर भएको बेला पैसा कुरो गर्यो। म त केही पनि गरिनँ। भेरी गुड। पहिला लगेर मासु र भात, यो बासना सहितको मासु नाकमा ठोकिने मिल्थ्यो ठक्क, अनि मात्रै पैसाको कुरो गर। पैसाको कुरो त गरेको छैन? छैन। ल भातको पैसा पर्दैन भन्छु, मासुको त लिन्ला। ल आजको साली कम बाटी छ, ल म गएँ।
कस्तो पो छ खतरा दामी तपाईँ जस्तो रहेछ मिठो दामी कन्टिन्यू ल ल खानाको चाहिँ पर्दैन यो मासुको चाहिँ पैसा दिनु है क्यास त छैन हामी अनलाइन प्रेग्नेन्ट गरिदिन्छौँ नि है हामी यो खाइसकेर पालै पिलो अनलाइन प्रेग्नेन्ट गरिदिन्छौँ नि है ओ बेना बेना के भयो फेरि बाहिर निस्किनु त के भयो फेरि के भयो अघि यिनीहरू भोक लागेर छटपटिएर यहाँ खाना पाएन भनेर मैले खाना पकाएर दिएँ अहिले पैसा मागेको त अनलाइन प्रेग्नेन्ट गरिदिन्छु भन्छ पो मलाई त कस्तो खालको रहेछ भनेदेखि के खालको पाखे के तिमी चाहिँ ठिकै त भन्यो त आज भोलि कसैले पनि नगदी बोकेर हिँड्दैन क्या सबैजनाले खाएर अनलाइन प्रेग्नेन्ट नै गर्ने हो खाएपछि त अनलाइन प्रेग्नेन्ट गरिदिन्छ त प्रेग्नेन्ट होइन के पेमेन्ट पेमेन्ट भन्छ हो र लु मायाले संसार थाम्दैन होइन हौ बुढा मान्छे जहिले पनि यो ओसिएको बन्दुक बोकेर लखर लखर डुलिरहेको हुन्छ अनि यो बन्दुक पर्किन्छ मात्र कि पर्किन्छ हो नि आमा एउटा टिकटक बनाऊ न तपाईँको र मेरो ए सरी हुन त मेरो साथी भन्नुहुन्छ ल जे होस् मेरो मितिनी कडा साह्रै कडा जाऊ जाऊ बुढा को आयो बाहिर यसो गरौँ न कहाँ हो र के गर्ने त मासु मिलाएर बेच्ने हुन्छ क्या हो त्यसो कुरा भयो भनेको त नि ल फेरि हक नेपाली के हो डक्टरहरू डुप्लिकेट यति आएर रोइला मचाइरहेको फुर्के नम्बर 1